रवि लामिछानेको देब्रे खुट्टामा चोट लागेर अस्पताल हुनुहुन्छ उहाँ चाहिँ। त्यो त अब दुर्भाग्य भनौँ न, एउटा त्यो पनि भयो। चोट अब उपचार गर्न त हस्पिटल जानु परिहाल्यो। उहाँ टिचिङ हस्पिटल गइरहनु भएको छ। अनि अरूले जस्तो गरी भारतमा वा बङ्गलादेश कुन देश हो, अमेरिका पुग्नु भएको छैन। बालेन शाहलाई रवि लामिछानेलाई तथ्यहीन आरोप लगाएका युवराज सफल, जो युवराज पौडेल, जो रवि लामिछानेलाई पटक पटक झुटा मुद्दा र तथ्यहीन गाली गरिरहने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बालेनको आधी बेरी यति बेला सुदूरपश्चिममा मडारिरहेको छ र पुराना दलहरूको मुटुमा ढ्याङ्ग्रो बजेको छ। भागाभाग सुरु भएको छ। सकिने यति बेला हामीसँग राजनीतिक समसामयिक चुनावी राततात र सरगर्मी बढेसँगै वर्तमान राजनीतिक विषयमा कुराकानी गर्नको लागि यति बेला हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक